Hello guys, welcome back to my video. So आज चाहिँ हामी तल मकै बारीमा मकै रोप्न जाँदैछु। तपाईहरुलाई पनि देखाउने छु। चाहिँ हो बारी जाने बाटो। हेर्न सक्नुहुन्छ तपाईहरुले। यस्तै हामीले सब्जी रोपेको थियो बारीमा चाहिँ तपाईहरुलाई म देखाउँछु ल। गाइस हामी चाहिँ आज यहाँनिर मकै पनि रोप्दैछ। सो अन्त यहाँ चाहिँ अस्ति प्याज रोपेको थियो हो। प्याज लसुन अनि अरू त अलिअलि लगाएको थियो। पानी लगाउनुको कारणले गर्दा चाहिँ सब्जीहरू सब यस्तो भएछ। राम्रो भएको छैन तर अब खानु चाहिँ हुने रहेछ हो। यहाँ चाहिँ दाजु कति पलाएको रहेछ। त्यही रोपेको नि यो कि गाइस हेर्नुहोस् अस्ति यहाँ प्याज रोपेको थियो। यो प्याज यस्तो भएछ। दामी भएको छ तर अलिकति के पानी नभएर चाहिँ उयो भएको छ। पानी नभएर चाहिँ राम्रो त्यति राम्रो चाहिँ आएको छैन। माथि घरमै रोप्नु हो भने चाहिँ दामी आउँथ्यो होला। अन्त रोपेछ नि। अस्ति यहाँ टमाटर निकै फलेको थियो। हामी घरबाट त्यस्तो बेसी आउँदैन यहाँनिर बारीमा चाहिँ। यो चाहिँ हो लसुन। सो लसुन चाहिँ राम्रै आएको छ यतिको। हेर्न सक्नुहुन्छ है कस्तो छ। फेरि यसको झार निकाल्ने बेला भएछ। यस गाइस पानी नभएर चाहिँ अलिक रोपेको थियो कि फल्दै रहेछ हेर्नुहोस् त। पानी भनौँ त यहाँ चाहिँ दामी छ सब्जीहरू चाहिँ फलिरहेको रहेछ। यो पनि अलिक छिटो गरेन भने चाहिँ मान्छे आएन भने चाहिँ लान्छ मान्छेले यो टिपेर। यहाँनिर मैले अलिअलि कोपीहरू लगाएको छु। फुलकोपी ब्रोकौली चाहिँ त्यस्तो बेसी छैन रहेछ। त्यो बन्दाकोपी छ। हेर्नुहोस् बिट पनि लगाएको छु। त्यो लगाएको छु। यो चाहिँ आलु चाहिँ घरमा नखाने त्यो हुन्छ नि पलाएको यो चाहिँ अलिकति आलु पनि लगाएको छु नि। गाइस अन्त यहाँबाट चाहिँ यस्तो दामी भ्यू पनि देख्छ। सो तपाईहरुले पनि हेर्न सक्नुहुन्छ। दामी भ्यू। खानु पर्दैन कि यो हाइब्रिड मकैमा चाहिँ खानु हुँदैन। रेङ लगाएर हुन्छ मजाले बेड लगाएर हुन्छ दामी पनि फल्छ हो। दामी राम्रो पनि देख्छ दामी पनि फल्छ। दामी लोकल पनि सबैले मकै हेर्नुहुँदैछ। पहिला त प्रायः सबैले अलैँची लाउँथ्यो। अलैँचीको दाम आयो अलैँची छैन हो। सबैले मकै लाउनुहुँदैछ। सबै मान्छे प्रायः चाहिँ अब बस्तीमा चाहिँ प्रायः चाहिँ
मकै नै बिजी छ मकै पक्रेको न Guys, ano sa insta? Ako man sa. Guys, यो हो माथिहरू उसको मकै अफिसमा आएको थियो मकै चाहिँ सो सिपी 333 यो चाहिँ राम्रो फल्छ हो यो कम पखाइदियो भने मेरो पनि दिन्छु सो यस्तो छ मकै चाहिँ अब लाउने छु यहाँनिर टेङ लाउनु हुँदैछ हो त डिपार्टमेन्टबाटै दिएको यो टेङ लाउने खन्ने डल्लै आया आएर एक फरक गर्नुपर्छ अच्छा लगाएको टेङमा हामीले टेङ लगाएर चाहिँ मजाले अब यो ठिकैको फार गर्नुपर्छ हामी निकै सक्दैछ फाइनली गाइस हेर्नुहोस् यहाँ त दाजु डल्लै मकै रोप्यो यहाँ पुरा त्यतिको सबै यहाँ फापर छरेको छ गाइस अब चाहिँ सकेको छ सो थ्याङ्क यू सो मच फर वाचिङ